के तपाईको फेसमा रौँहरू उम्रिरहेको छ या कपालहरू झरिरहेका छन्? एक्नी पिगमेन्टेसन देखा परिरहेको छ या तपाईको पेट मोटो हुँदै जाँदैछ? महिलाहरूमा यो सबै साइन हो कि तपाईको हार्मोनल इम्ब्यालेन्समा प्रब्लम छ। कुनै समयमा पिसिओएस र थाइरोइड डायग्नोसिस हुनेछ, त्यसकारण फर्टिलिटीमा पनि असर पुग्न जानेछ। त्यसै कारणले गर्दा हार्मोनललाई ब्यालेन्समा राख्न एकदमै जरुरी छ। आमतौरमा डाक्टरले तपाईलाई यो इस्युमा बर्थ कन्ट्रोल पिल्स र या त यो इन्जेक्सनहरू सजेस्ट गर्ने गर्दछ। तर यो दुवै अप्सन साइड इफेक्टले भरिएको हुनेछ। तर लामो समय भएपछि यसले तपाईको शरीरमा धेरै असर गर्ने गर्दछ। तर हामी किन आफ्नो हार्मोनल इम्ब्यालेन्सको लागि नेचुरल सिस्टमहरू युज गर्दैनौं? तपाईले यो सिम्पल 3 टिप्सको फलो गर्नुहोला। बिहान उठ्ने बित्तिकै तपाईले चिया र कफी पिउन बन्द गरिदिनु होला, किनकि यो पिउनाले तपाईको कोर्टिसोल लेभल र इन्सुलिन लेभल हाई हुनेछ। नम्बर 2, दिनमा खाजा खान बन्द गर्नुहोला। ट्राई गर्नुहोस् कि दिनमा 2 मिल वा म्याक्सिमम 3 मिल खानको लागि। खाजाको मतलब यो हो र यसलाई पनि गनिने गरिन्छ। नम्बर 3, आफ्नो खाना खानुभन्दा अगाडि सबैभन्दा पहिला तपाईले आफ्नो खानामा फाइबरलाई समावेश गर्नुहोला। फाइबर त्यो सुपरफुड हो जसले तपाईको सुगर र इन्सुलिन हाई हुनबाट रोक्नेछ। यदि तपाईले धेरै कुरा अपनाइसक्नु भएको छ तर तपाईको हार्मोनल इम्ब्यालेन्स छैन, त्यो अवस्थामा म तपाईलाई मद्दत गर्न सक्नेछु।